बुवा हजुरको घर चाहिँ कहाँ पर्यो? जाजरकोट भन्नु। जाजरकोट नलगाड होइन? हजुर नलगाड कति नम्बर वडा भन्नुभएको छ? 13 नम्बर वडा। अनि तपाईँ यहाँ अहिले काइकेमा भेटाउनु भएको छ हामीसँग, हामी घुम्न आएको थियौँ होइन? हजुर अनि यो भैँसी ल्याएर आउनु भएको छ, यो कहाँ जानु खोज्दै हुनुहुन्छ तपाईँहरू भैँसी लगाएर? यो ठाँगा हजुर मैकोट भन्ने ठाउँ। मैकोट? मैकोट कहिले अनि मैकोट जानलाई तपाईँहरू त्यो 8-20 कोट भएर उताबाट जान्थेन बाटो? टाढा, त्यहाँबाट टाढा पर्छ है? धेरै टाढा। ए यहाँबाट डोल्पाबाट नजिक पर्छ? डोल्पाबाट आज 6 दिन भयो हिँड्या। तपाईँहरू हिँडेको 6 दिन भयो? 6 दिन भयो। ए तपाईँहरू हिँडेको 6 दिन भयो भने कति यो रोडै हिँड्नुहुन्छ? रोडै। अनि खानेकुराहरू कसरी म्यानेज गर्नुहुन्छ, कसरी लैजानुहुन्छ त? क्या किन्दै खुवाउँदै यिनीन काहीँ घाँस काट्दै। अनि के अरे कतिवटा छ भैँसी अहिले? भैँसी 3वटा साना, 8वटा ठुला, 11वटा छ। 11वटा। 11। तपाईँ कति वर्ष भयो यसरी प्रत्येक वर्ष भैँसी लगाएर माथितिर जाने, मैकोटतिर जाने अनि फर्किने? अहिले 5 वर्ष भयो। 5 वर्ष भयो। 5 वर्ष भयो। अनि अरू समयमा गाउँमै पाल्ने? गाउँमै पाल्ने। हिउँदोको दिनमा। हिउँदोको दिनमा अनि आफ्नो घर लिएर पाल्ने। जब बर्खा लाग्छ हजुर, अनि तब त्यहाँ के घाँस नपुगेर कि किन? अब दुध दही बिक्री हुन्न सर। दुध दही बिक्री हुँदैन गाउँघरतिर। त्यही भएर यता डोल्पातिर आएपछि अनि दुध दही बिक्री गर्न पर्छ। ए यहाँको मान्छेहरू भैँसी पाल्दैनन् होइन? हजुर, भैँसी पाल्दैनन्, तपाईँहरू यहाँबाट ल्याएर आउँदाखेरि बेच्नुहुन्छ? हजुर। त्यही भएर कति अहिले त 2-3वटा भैँसी दुना छन् भन्नुभयो, कति हुन्छ त आम्दानी, कति हुन्छ वर्षभरि? आम्दानी त क्या हुन्छ हजुर, यो 2-3 महिनासम्म गइनुपर्छ। असार साउन भदौ असोज आखिर कार्तिकसम्म बस्छु। ए कार्तिकमा बल्ल पुग्नुहुन्छ उहाँ? अनि यहाँ के अरे दुख बिराम केही भएपछि? क्या दुखी बिरामी भएपछि के खाने औषधिहरू? औषधि त पुरै नगरे को औषधि गर्ने यहाँ पाड्न पुरो कि मर्ने भयो। अनि दुखारी भए पनि परिश्रम त गर्नु भएको नि? परिश्रम त यस्तो हाम्रो नेपालमा म जस्तो परिश्रम गर्ने छोरो कोही पाइदैन। परिश्रम गरेर खान त पुग्दैन नि, कहाँ कसलाई पुग्छ र? हजुर, तपाईँ परिश्रम नगरेर कसलाई खान पुग्छ र? हजुर, तपाईँ एउटा प्रकृतिको परिश्रम गर्नुहुन्छ, हामी अर्को प्रकृतिको परिश्रम गर्छौँ होइन? हजुर, परिश्रमको फरक, नेचर फरक होला। हजुर, तर गर्नुभएको छ, ऊ गर्नुभएको छ। अनि तपाईँको छोराछोरी कति हुनुहुन्छ नि? मेरो छोराछोरी त 10 भाइ बहिनी। दुईवटा श्रीमती बिहे गर्नुभएको छ? हजुर। 2वटा श्रीमतीबाट गरेर 10 भाइ बहिनी। 10 भाइ। जेठीबाट कति, कान्छीबाट कति? जेठीबाट 3 छोरा 3 छोरी। 3 छोरा 3 छोरी, 6 जना। कान्छीबाट 2 छोरा 2 छोरी। ए कान्छीबाट 2 छोरा। अनि सँगै ल्याउनु भएको छ अहिले होइन? सँगै हुनुहुन्छ परिवार। अनि उहाँहरू माइतीतिरबाट केही नाता त पर्दैन कि बहिनी दिदी बहिनी त हुनुहुन्न नि? हजुर, दिदी बहिनी नै हो? नजिकैको दिदी बहिनी। ए भनेपछि अनि के झगडा आएर दिदी बहिनीको हुने तपाईँ? हुँदैन। झगडाका त कुरै सोच्दैन मेरो घर। हुँदैन है? अनि छोराहरू के गर्नुहुन्छ नि अहिले पेसा? छोराहरू त कता छन् 12-14 वर्षसम्म बोर्डिङ पढाएँ। ज्ञानज्योति बोर्डिङमा। कसले? 1 करोड रुपियाँ खर्च भयो। कसले पढाउनु भयो ज्ञानज्योतिमा? मैले छोराले क्या। ए छोराले ज्ञानज्योति दाङ ज्ञानज्योतिमा मैले 1 करोड 3,82,000 जति थाले। के पढाउनु भयो त्यो? के मलाटो मान्छे खतम बोर्डिङ के भयो। अहिले के गर्नुहुन्छ भने? काम लागेन। छोरा एउटो काम लाग्यो। एउटो जापान गया छ। अहिले अब 3 वर्ष भयो। विद्यार्थी भिसामा गया हो। एउटो कोरियातिर कहाँ त्यो के भन्छ त त्यो मलेसिया छ। पैसा पठाउनुहुन्छ उहाँहरूले? अहिले क्या पठाउनु। अनि त्यो सबै 10 भाइ बहिनीलाई पढाउनु भयो है? यो के गरेर पढाउनु भयो त? अहिले त भर्खर भैँसी पालन गर्नु हुँदो रहेछ। 3 छोरी मात्रै पढेन है पहिला। 3 छोरी पहिलेकोले पढ्नु भएन? कान्छी छोरी पढ्यो, स्कुलै जानु नमान्ने।
अरू त सब 12 काटिया छ ए 12 देखि त पर्या कोही छैन अहिले घरमा को छ त अहिले जागिरी खाने कोही सरकारले जागिरी दिँदैन जाली फट्टी म तेरो पार्टी मेरो पार्टी नेता भएपछि जागिरी पाउने रहेछन् हाम्रो यस्ता ग्वालाको बच्चाहरूमा कसले जागिरी दिने को सरकारले जागिरी दिने सरकार पनि नमान्ने भन्ने पक्षमा छु अब के गर्ने मर्म कसैले पनि बुझिदिएन सबैलाई हात पाउ जोड्यो सरकारले गर्नु के पर्थ्यो त जागिरी के गर्नु पर्थ्यो पिउनसम्म टेकाइदिया खाउ छोडौ पिउनसम्म एउटा जागिरी दिइदिया भएपछि दिन हाम्रो काट्नाउ भन्ने हो त्यत्रो खर्च गरेर के काम लागेन नि साह्रै दुःख गरे हजुर मेरो दुःख त भन्यो भने हजुर रुनुहुन्छ भन्नु न भन्नु यिनी दुःखहरू दुःख गरेकै ठाउँको मान्छे हो हामी पनि यस्ता दुःखहरू गरेको मान्छे के गर्नु भयो भन्नु त म त खाना लाउन नपुगेर हालत अब जमानैमा लाटो मान्छे पर्ने ल्याप्चे लाउने सही गर्न आउँदैन ल्याप्चे लाउँछु इन्डिया कमाउनु जानु गइन म इन्डिया पनि गएँ घरमै गर्नुभयो डोल्पै हो मेरो ए डोल्पा अरू के गर्नुभयो त अनि अहिले बल्ल भैँसी पाल्नु भयो त डोल्पा अरू के गर्नुभयो म त पहिला खसी जागे खसी यिनीहरूसँग बाख्रा खसी जागे जाग्यो भने के किनेर लैजाने नै जागेर नुन ल्याउने छिन्चुबाट यता के भन्छ त्यहाँ उताको छिन्चु यताको कपुरकोट उहाँ गएर नुन ल्याएर घरतिर मकैतिर लगाउने बिक्री गर्ने अब त्यस्तोमा गाउँमा त्यस्तो 2-3 गाउँमा धान्ने गरे केले भारी केले बोकाउने रे खसीले बाख्रा च्याङ्ग्रा त्यस्तो खसी बाख्राले भारी बोक्छ नि 10 पाती बोक्छ हजुर नुन 10 पाती नुन बोक्ने बाध्य त्यस्तो गरे बाख्रा यसा उसा गरी अनि त्यहाँबाट बाख्राले काम भएन खचर गरे मैले खचर पाल्नु भयो खचर हजुर कति पाल्नु भयो खचर खचर त मैले 27-28 खचर जागे सिटे मात्रै हो फेरि यहाँको नेपाली सिटे भने के हो इन्डियन भनेको नराम्रो नराम्रो सिटे भनेको यहीँ जन्मिएको उत्पादन गरेर यहीँ उत्पादन यहीँ जन्मिएको त्यस्ताहरू गतेला मेरो खचर भोलि आउँछ खचर अहिले पनि छ खचर मैले यो पेसा छोड्न सकेको छ कसले पाल्छ त अहिले खचर अहिले छोरो छ एउटा काइलो छोराले खचर पाल्छ काइली बुहारी छ घर घरमा काइलो बुहारी घरमा छन् काइलो छोराले खचर पाल्छन् त्यो खचर भनेको डोल्पाबाटै सामान बोकेर लैजाने हो कहाँ पुर्याउँछन् सामान त्यो खचरमा बोकाएर बेच्ने कि भाडामा पहिला त बिक्री गर्ने हजुर म कुवा भयो घुँ भयो चाउल मैले चाउल नखुवाएको यो डोल्पा जिल्लामा कहीँ छैन मानिस हुने रहेछन् खानेसम्मको आफ्नो खाइसकेपछि त्यो मान्छे आफ्नो हुने रहन्छ बिर्सिहाल्ने रहेछ स्वार्थी छ दुनियाँ हो त्यस्तो हुने रहेछ क्या अहिले मैले यिनीले पाल्ने माउ यिनी भनेको यो डोल्पा यिनी चाउल सबैले चिन्दो रहेछन् हामी तपाईँलाई बाटोमा हिँड्दाखेरि सोध्यौँ हजुर होइन हाम्रो लागि यो अनौठो कुरा थियो नि त सोध्नुवाला होइन अनौठो कुरा थियो सोध्नुवाला भन्नु मल्ल कस्तो प्रशासन गर्ने हो कि सोध्ने हो कि धान्ने हो कि यस्तो सोध्दै जानु यिनी भात भनेको किरी भन्थ्या किरी भात खा भन्थ्या सासूले क्या खान्न बुवा यो किरी खान्न भन्थ्या यिनी सासूले क्या यिनीका पहिला चाउल पुर्याउने मौ खचरमा स्यालदाङ भिजियो ढोल पाक्सी यो काकोट यहाँसम्मको चाइनासम्म पुगे तपाईँ चाइनासम्म पुग्नुभयो दुखारी म जस्तो दुखारी नेपालमा मान्छे छैन म कसैसँग बस्दिनँ एकछिन बस्दिनँ अहिले हजुर अब यति कुरा भएर बस्छु म 1 सेकेन्ड बस्दिनँ एकछिन बस्ने मान्छेलाई रिस उठ्छन् मेरो अर्काको खाने मात्रै ईश्वरहरू अब हेर्नु भैँसीले दिए पो म दुध दिन्छु भैँसीले नदिएपछि पनि दिनै पर्छ के म कुन दिउँ के होइन बुझ्नुभयो भने कुरो बुझ्नुभयो भने
अब यिनी न कति दुःख छ कति छ आज 6 दिन भयो घाँस खाएको छैन अब गुण बेठा भयो भोलि यो पौडिन्छ अब यहाँ दुध दिने दिएन तर के अब यस्ता वचन गरेका मान्छे मर्म कसैको नबुझ्ने मेरो यहाँ जग्गा किने छ कहाँ कहाँ कुन ठाउँ यति पर छ मेरो जग्गा नजिकै यही 3 नम्बर वडामा ए मलाई यहाँ बस्न दिँदैन दिँदैनन् है दिँदैन किन यहाँ यो अहिले असै हुनु यसै हुनु असै सर उहाँहरूको पनि भाउ लाग्दैन यो ठाउँमा उहाँहरूको पनि भाउ लागेन क्या ए मेरो भैँसी खेदेर ल्याए यहाँ चौधमा बुझाए है 22 दिए मेरो भैँसी पैसा पाल्न दिएन नि किन यहाँ म बस्न पाउँदै गरे तु किन होला खिस ऋषिले अर्काले गरेको देखि खान्न छ भने यिनीहरूसँग एउटा गोरु छ एउटा घोडा छ भन्छ हाम्रो एउटा गोरु छैन भन्छ यस्तो यत्रो भैँसी ल्याएर यहाँ बनबरी खुवाउँछ सालेहरू भन्छ खेद्छ के गरे अहिले त रुकुमको यो वडा अध्यक्ष बिरबान विक रुकुमको भन्ने कहाँको मैकोटको रुकुम मैकोटको बिरबान विक वडा अध्यक्ष भएर मेरो बाबु नै त्यही हो ए पोरिनेहरूले म त हजुर सरकार पनि मर्म बुझ्ने रहन्छ यस सरकारले पनि मर्म बुझ्ने रहन्छ होइन होइन मेरो घर फाल्या छ घट्ट फाल्या छ जिमी जग्गा फाल्या छ रोड यहाँ पुगेको छैन मलाई यो रोडबाट पोहोर हिँड्न नदिएर बालीकुण्डमा भुइँसा खेदेर हैरान गरे हिँड्नै दिएन हिँड्न यो रोडबाट आफ्नो जिल्लामा जान्छु भनेर पनि जान्दैन ए मैले भने क्या मरेर जान्छु म यहाँ मरेर जाने दाइ छैन भाइ छैन न्याय छ नि न्याय पालिएको छ नि न्याय नपाउने भएपछि क्या हो म नेपालको मान्छे त मान्छे भए म बाली खायो भने खा भनेर मैले यो तारामा छोडिदिएँ यस्तै हो मान्छे साले भक्क भन्नु यो 3 नम्बरमा त मेरो बसासराको कागज पनि यही छ बसाइसराई कागज छ कति जग्गा किन्नु भएको मेरो थोरै छ 2 किता छ यहाँ जग्गा घर हाल्न नदिएर मेरो घर फोटो खिची दिनुहोस् त एकछिन दुःख पाउन यति छ क्या ए हुन्छ ठिक छ जाउँला मलाई यस्तो धोका भयो के म यहाँको मान्य मन्त्री उहाँहरूलाई म धेरै नै गुनासो छ अहिले मन्त्रीजीको घर पनि त्यही नजिकै रहेछ मन्त्री भयो मन्त्री भयो र के मन्त्रीले मर्म बुझ्दैन फोन गर्यो फोन गर्नु यहाँको वडा अध्यक्षले सरकारको वडा अध्यक्षले उसको नाम भुल्या छ उहिले त भने है विचार ए त्यस्तो गर्न मिल्छ त्यस्तो गर्नु मिल्दैन उहिले अब यहाँ जिमी जग्गा किन्यो भनेपछि त कुरिया भएर बस्यो बस्न पाउँछ किन त्यस्तो गर्यो भनेर अलि अरू काउदिए बिरबान विकलले थर्का यो त राज्यको पुन हो होइन यो भनेको पुन हो राज्यको पुन हो यिनीको पुन हो हामीले कर तिरेर हामी झारकोटको मान्छे आएर कर तिरेर हामीले त बस्न त पाउने हो यिनी पनि हाम्रो जाजरकोटमा घर गोठ हालेर बसेका छन् हो मेरो मुद्दा हुनेवाला छ कि यिनीले पनि निकाल्ने यिनी पनि अब डोल्पै बस्छ होइन भने म पनि बस्न पाउँछु जाजरकोट भएर देश प्रदेश जान्छन् त्यस्तो भएर धोका भयो साह्रै धोका भयो अब नमस्कार हजुर माथि अब लेखतिर जानु पर्यो अहिले त छैन पाल्ली मात्रै हो अब भोलि बिहान साँझ छैन बिहान बेला बेला सबैले बढेन खानु होला हजुर है सबै मेरो मित्र हजुर अब भोलि सबैले बढ्नु होला एक मानव मुठी जति भयो भनेपछि मलाई बस्न नदिने भए अहिले 4 वर्ष भयो म इबी गर्दैछु मैले यहाँ मर्नु खोजेको छु कोही छोराले खोज्यो भाइले खोज्यो नखोज्यो छोरी ज्वाइँले खोज्यो नखोज्यो भने गलाम 1 सेकेन्ड गर्दिन गलाम 1 सेकेन्ड गर्दिन यो नभएपछि म कसरी म जीवित गरी पाल्नु छोराले पाल्ने छैन मेरो सम्पत्ति गरी छोराले
सिद्ध्यालय ज्ञानज्योति बोर्डिङमा, डोल्पा बोर्डिङमा, जाजरकोट कस्तुरी बोर्डिङमा, बोर्डिङ ब्याक अर्को ठाउँ पढाएन। आफू ल्याप्चे लाउने हुँदाखेरि मुन खायो। पढेको भएपछि म यो देशै खाने थिएँ, दोकान गरेर बसेर खान सुख पाउने थिएँ। बाबु यस्तो लाटो भयो, अहिले अब आफू दुःख हुँदाखेरि छोराछोरीमा भएपछि हपारौँ भन्दाखेरि हातबाट नलाग्ने भए। अहिले म यस्तो हुने दुःख छ सर। मैले धेरै 9 वर्ष बाद जागेँ, खसी जागेँ। अहिले अब 31 वर्ष भयो खसी जाग्न आँटेको। 31 वर्ष। अब खसर पनि रोड आयो, रोड डोल्पा पुग्दाखेरि अहिले 5 वर्ष भयो अब भैँसा पालेको। पोहोर भैँसा मेरो 22वटा। यो अब सरकारले कहीँ तपाईँहरूले अब जस्तो काम नगरी त भएन, यही गर्नलाई तपाईँले के गर्दै भए हुन्थ्यो जस्तो लाग्यो र? यो आफ्नो सही असर लेख्ने लिनदिन हिसाब किताब गर्ने भइदिया भए त म ठुलो व्यापार गरी खान्थेँ। मेरो त चामल पुर्याउने, गाउँ गहुँ पुर्याउने, उवा पुर्याउने, त्यस्तो गरेर यिनी सबै मसँग मिलाउँ भुइँसा लाउँ। अब इष्टा गरौँ भन्छ यिनी पहिला। यिनी क्या यो ठौरो कोही नआउने, भानुमल मात्र यो ठौरोको आउने भन्ने। ल र हामातेन बाटाबाट ल र हामातेर ओल्लेर मट्टे तेल भारी बोकेर म यहाँ धुनाइमा पुग्थेँ सर। यहाँको डिलराज भन्ने इष्ट, डिलराज जिल्ला सदस्य मेरो मुटु इष्ट। उहिले अब झोक्यो, बस्न दिनुपर्छ, खाना दिनुपर्छ, हाम्रो पुरानो इष्ट हो भन्न। यिनीले मेरो अहिले ढोकासोको राखेको एकछिन खिचेर फेसबुकमा हालिदिनु होला, कस्तो हुने रहेछ होइन। म खुवारी हुनु भयो, यिनी कुरा गर्ने भने रुन्छु, म मरेर जाने हो। सबै मरेरै जाने हो। पानीमा तगाल्ने छोडिदिँदा फेरि म साह्रै दुःखी हुँ क्या। यिनीले मार्ने भने मार्ने त जन्मेपछि मर्ने हो। म सबैमा लाएर ल मलाई यहाँ बस्न दिँदैन, हान्छन् भन्छन्, दाइ भाइ छोरा छोरी लाग त म भन्ने। मैले एक्लै गर्ने हो कि खुट्टा टेक्ने हो। अब मेरो घर फाल्या छ, खेत फाल्या छ, जग्गा जमिन मेरो कति सरकारले चिर्दै आएको छ। यो बाटोबाट रुकुममा जान्न दिने, कहाँको कति अत्याचारहरू कस्तो होला होइन। 3 नम्बर वटा भैँसा खेदेर चौकीमा बुझाए। चौकीमा पनि थाहा छ, चौकीले तपाईँहरू बुझ्नु हुँदैन, कुरा गरौँ भने बुझ्नु हुँदैन, तपाईँहरूसँग कुरा मिल्दैन, कानुन लाग्ला है। यो कानुन लाग्छ, भैँसी बुझाउने बुझाउनुहोस्, नत्र कानुनले भेडायो भने फर्नु होला। यहाँको असार साहबले भन्दाखेरि बल्ल फेरि गएर भोलि एउटा दिन भैँसा बुझाए। आइसलाई पनि है भनेर ढुङ्गाले आउनु नसक्छ। आइसलाई पनि किन नआउने? म सरकारको गुणमा चलाउँछु। म यिनीहरूको कोदाकुन्द, यिनीहरूको चिनाकुन्द चलाउँछु र राज्यको गुणमा चलाउँछु, कर तिर्छु। एउटा भैँसाको 6500 खान्छन् यहाँ पुलिटिजन। पुलिटी 6500 कस्तो अन्य अत्याचार हो। कहाँ तिर्नुपर्छ 6500? अहिले घुन्ची आएको भगवान् त्यो यहाँ मन्त्री, हे भगवान् घुन्चीको सरकार भगवान् तिरेछ। एकछिन देशैभरि बुझ्न अन्य अत्याचारको फटाइदिँदा भन्न भन्छु, कर जोड्छु, सुन्ने बेला त के गर्नु। मलाई कठै यो 6500 कहाँ तिर्छ भन्नु? यो थालामा हो। थाला भन्ने माथि चराउने ठाउँ। यहाँबाट त्यो कसले उठाउँछ त्यो राजस्व? यो थालाको गाउँ, थाला गाउँ हजुर। त्यहाँमा वडा सरकारले त्यस्तो पनि मिल्छ। एउटा भैँसीको 6500 रुपियाँ उठाउन खान मिल्छ। सरकार यस्तो छ, के गर्नु त्यसमा यस्तो छ। अब हाम्रा घर फाल्दै रोड यहाँसम्म पुग्यो, सरकारले विकास गर्न एक त विकास देऊ भनेर माग्न पर्छ। फेरि चाहिँ भनेपछि विकास किन गर्छौ? यो मेरो घर फाल्यो, भत्ता फाल्यो, जग्गा फाल्यो भन्ने भयो, ल फाल्नुहोस् भन्ने भने यिनी त अहिले अब यहाँ आयो, रोड पुग्यो, गाडी आयो, अहिले भने कहाँ कस्ता हुने रहेछन् मान्छे, धर्मी र विधर्मी भन्ने कुरा। पहिला पाल्ने यो
उवा पुर्याउने, गहुँ पुर्याउने, चामल पुर्याउने, यो ल तपाईँलाई चिनी राम्रो पुर्याउने, भयो राम्रो भने तेल पुर्याउने बेलाति मितलगाउँ भने मिल्लौ मल्लजी ओहो लौ 1 लाख 2 लाख 4 लाख 10 लाख 20 लाख भयो नि ले सामान ल्याऊ है हामी ले भन्ने गरे अछल गल्लाएर जामिलेपछि तुना मारेर फालेपछि नि कान्न लाग्दैन भने आखा ए मुन्तिरीको भाइले तँलाई मारेर भिडीमा फाल्यो भने कान्न लाग्छ साले मुजी भन्न हेर्नुहोस् भने त्यति भुनेर पनि म कहाँ छोड्छु मरे पनि मरौँ न मर्नुपर्छ यिनीहरूसँग खुट्टाले हानाहान गर्ने नै मेरो के लाग्छ म एउटा मान्छे होइन सर अहिले मेरो अब त्यहाँदेखि अब यिनी पारा बासा भानुला आफ्नो घर गोठ भएपछि सजिलो होला घाँस पानी राखौँला भनेर ताँति राखेको निलामपारी ओदारी फालिदिनु अहिले अब एकछिन गएर हेरिदिनु होला सर हजुर अब बिहानको ल हजुरलाई धेरै धेरै धन्यवाद के अरे तपाईँले मसँग कुरा गरिदिनु भयो होइन हजुर भैँसी पाल्नु भएको छ नलगाड नगरपालिकाबाट 13 नम्बर वडाबाट यहाँबाट घुम्दै भैँसी लगाएर चराउँदै जानु हुँदो रहेछ होइन हजुर हजुर राम्रो होस् हजुरको भलो चिताको होस् सबै राम्रै होस् होइन हामीले शुभकामना हो ठिक छ श्रम सबैले गर्ने हो तपाईँले पनि गर्नुभएको छ हामीले पनि गर्छौँ होइन हजुर हजुर सबैले गर्ने त्यो श्रम नगरेर बिग्रिने हो देश बिग्रिने हो बिग्रिने हो अब यति भन्ने धन्यवाद अनि के अरे उहाँहरू हुनुहुन्छ नलगाड नगरपालिका वार्ड नम्बर 13 का भानु मल्ल हजुर उहाँले पहिले बाख्रा पाल्नुभयो बाख्रा पालेर बाख्राबाट सामानहरू ढुवानी गर्नुभयो खच्चड पाल्नुभयो खच्चडबाट ढुवानी गर्नुभयो अहिले 6-7 वर्ष भयो 15-20 वटा भैँसी पालेर उहाँ के गर्दै हुनुहुन्छ त अहिले के अरे दुध बिक्री गर्ने र माथि पाटनतिर चराउन लैजाने त्यहीँ बैन नदिने यहीँ बस्न नदिने हो गर्नु भएको छ उहाँको भैँसीहरू यहाँ बान्नु भएको छ अहिले ल यहाँ छन् यहाँदेखि तलसम्म बाँध्नु भएको छ अब आज बसाइ उहाँ यहीँ बस्नुहुन्छ अनि उहाँ यसपछि भोलि माथितिर लाग्नुहुन्छ र उहाँ मङ्सिर पुसमा बल्ल आफ्नो घर गइपुग्नुहुन्छ घर भनेको जाजरकोट जानुहुन्छ हस् धन्यवाद